ल हाम्रोमा पुत्ताली हेर्दा पत्ता जस्तो ए गयो ल छेउबाट पो पुत्ताली जस्तो देखिन्छ त कतेरो हाम्रो पुत्ताली कति राम्रो पुत्ताली आएको थियो कता ए ऊ यहाँ छ छेउबाट देखाउनु न छेउबाट यताबाट चाहिँ पत्ता जस्तो छेउबाट यता यसरी भयो यसरी यसरी हौ यसरी हाम्रो पुत्ताली कति राम्रो पुत्ताली टालाटुली बाटुली यस्तै छ पुत्ताली हाम्रो आर्याको छेउछेउमा घुमिराखेको छ ठ्याक्कै पानको पत्ता पानको पत्तामा पानकै पत्तामा गयो गयो यता कुखुरा सुखुरा बनकै त नभनौँ घरको अमी सर्प सानो त्यहाँ रहेछ यहाँ अथी अथी गर्दै थियो कताको कता पो टाउको यहाँ देखाउँदै थियो कस्तो खालको थियो हरारे कस्तो खालको थियो सानो थियो हरारे हरियो हरारे भनेको सर्पहरू अघि मैले हरियो खालको सर्प देखेँ खाऊ न त पानी खाने भन्दै हुनुहुन्छ हाम्रो भैँसिया छ यहाँ अब यसको दिन नजिकिँदैछ अब हाम्रो अछुत भन्छन् लजवती फुल लजवती यहाँ माउरी पनि घुमिराखेको छ माउरी सुपारी अहिलेको कोलाको फल यस्तो छ के गर्नु समयले साथ नदिएर ठगेपछि हाम्रो कोलाको घरिहरू यस्तो छ यसलाई भनिन्छ चिनी चम्फा अर्को भण्डारी यहाँ गतिलो भण्डारी कोलाको यत्रो कसरी बेच्नु भनिरहेको छु किन्ने मान्छे पनि डराइराखेको छ ठुलो भएर होइन नि तर कालो भएर यहाँ तल मुनि गएर यो चाहिँ अथवा राम्रै छ है यो मेरो कोलालाई अथवा छ यहाँ पर कसरी बेच्नु भनिरहेको छु यहाँ माथि नि छ यस्तै गरी यहाँ मेरो बाख्राहरू यसरी घाँस दिएपछि चरिराखेको छ यता मेरो बाख्रा यता मेरो नातिनी अर्को पाठाहरू यहाँभित्र छन् र घाँस यसरी काटेर थुपारिएको छ यो बाख्राले यो घाँसको आम्दा पनि उठाउँदैन हस्